Hi guys, welcome back my channel. पर्खिनुपर्छ फ्री युट्युबमा आइसकेको छु. सरी मैले भन्न पनि गल्ती गरेँ. म युट्युबमा आइसकेको छु अनि ऊ त्यहाँनिर एउटा नेपाली केटी भनेर भाइले भनेको. अब गफसप हान्न त सक्दिनँ म. भाइले चाहिँ हानेर कतिको दम रहेछ भाइको गाडमा कतिको दम रहेछ हेरौँ न. आज हेरौँ ल हाम्रो राजाको यसमा होइन हामी चाहिँ अब यस्तो घुमघाम गर्नुपर्ने हुन्छ. भाइको गाडमा दम रहन्छ त्यतिसम्म हेर्न सकेन भाइले, निकाल्न सकेन. अनि हामी चाहिँ च्याट्टसँगले अब हामी चाहिँ यसो लतफुसिङ बोल यस्तो हेर्दाखेरि दामी यस्तो सिनहरू आज चाहिँ बबाल आइरहेछ. परको सिनहरू चाहिँ दामी आउँछ तर देखिँदैन रहेछ भनौँ न. अनि हामी चाहिँ अब आज यसो घुमघाम गर्नको लागि गइरहेछौँ. उहाँ परको त उता हो क्या, सिधै हेर है. अब सिधा मैले अस्ति देखिसकेको थिएँ क्या. के को हानासी गरिरहेछ हामीले, के को कुरा गरिरहेछौँ त्यो चाहिँ पछि भनौँ ल. अहिले चाहिँ हामी अब यसो भ्लग बनाउँदै यसो जानुपर्ने हुन्छ. सुनाउ तिमी, मैले देखिसकेको छु क्या. यसो बोल्न मात्र भाइको गाडमा दम रहन्छ चाहिँ अब त्यति एउटा केटी गफ गर्न पनि सकिन्छ. मलाई च्यालेन्ज देखेको म त्यहाँ 5वटा केटी आयो नि बोलिदिन्थेँ. तर म अलिक सोझो इमान्दार मान्छे पऱ्यो नि त. त्यही भएर कहाँ पारि पार्कमा फुटबल खेल्न ठाउँमा पानी भएको ठाउँ त यताबाट हो नि त जाने. अनि हामी चाहिँ अलिक जाने भएर त्यतै भइकन त जाने भए जाउँ. हामी चाहिँ अब यसो दामी बबाल ठाउँमा घुम्न जाँदैछौँ. हेरौँ त्यहाँ गएर भिडियो सिडियो हानौँ. अब त्यहाँ पुग्दासम्म घाम गयो भने त फेरि भिडियो हामी त कालो मान्छे कालो आउँछ होइन होइन हो नि त. हेलो भोलि त कति आइसक्यो सुटी मर्नलाई. सुटी हेर न यहाँ भनेर भन्न त नहुने. बाँच्छन् होला 4-5 वर्ष बाँच्न चाहिँ भन्नुहुन्न जे पाए त्यही. अनि हामी चाहिँ अब यसो घुमघाम गर्न जान्छौँ होइन. हो नि त. अनि यो कार चाहिँ मेरो है. फेरि यो कार चाहिँ मेरो हो, बाटोको राखेको हो यहाँ. मैले सबलाई यहाँ जापानमा कार किन्दै बाँडिदिइरहेको छु सबैलाई. अनि हामी चाहिँ गाडीमा हिँड्दैन, गाडीमा अलिक इया लाग्छ हिँड्नको लागि. त्यही भएर अब यसो अलिकति आफै आरोहित्य हो. मलाई यो बाइक दामी लाग्यो. एकचोटि चढ्न नि पायो भने हुन्थ्यो. किन्ने बाइक त होइन, स्कुटर जान्थ्यो. तर यस्तै बाइक किन्छु म भोलि पर्सि. हेर्दै जा छोरोले के गर्दै जान्छ. भोलि पर्सि 2-4वटा बाइकमा चढेर हिँड्ने गर्छ. तर मिलेन अलिकति. गीत त हान्दा हुन्थ्यो जान्दैन. फेरि ऱ्याप त फेरि कडा निकालिदिने एउटा कुन ऱ्याप निकालिदिउँ भन नि त यार. अनि कुरुमा यो चाहिँ कुरुमा भन्छ है. कुरुमा हो नि यो त. कुरुमा यो धेरै महँगो कुरुमा त होइन, सस्तो कुरुमा हो. फेरि सस्तो कुरुमा यिनीहरू सबै सस्ता हुन्. 1 लाखको कुरुमा हुन्. 1 महिनाको सेलेरी हो. तर बचाउन पो गाह्रो पर्छ र 1 लाख रुपियाँ नभए त फेरि. अनि यहाँ चाहिँ फेरि होइन घर होइन यहाँबाट होइन हेर्नुपर्ने हुन्छ. अनि उता जाऊँ न. उता जापानिज बच्चाहरू खेल्दैछन् त्यहाँ गएर हामी पनि सँगै खेलिदिने हो क्या. हो भने जाने हो ल जाउँ ल. फुत्तै चढेर जाने. चायबारी होइन हामी त घारी होतिर त गाडी छ. कन्निचिवा元気ですか綺麗ね花写真撮りたいです。大丈夫ですか花の写真भिडियो दे. यो चाहिँ हाम्रो जापानको फुलहरू हो होइन. हाम्रो चाहिँ
भिडियो नान देश के द यी देशका कोको दाके है यहाँ चाहिँ अब हामीले भिडियो बनाउँदैछौँ दामी रहेछ फुल होइन अनि त्यस पछाडि लिएर मालीले सफा गरेर छ मालीलाई चाहिँ अलिक अनुहार देखाउन मिल्दैन अरे मालीको चाहिँ फुलकोटी मान्छेको चाहिँ उतै हो अलिअलि देखिएको ल अरे यता जास दोमो आरिगातो गोजाइमासु अनि फुल चाहिँ दामी छ अलिकति माली चाहिँ भएन क्या फेरि माली चाहिँ अलिकति भएन होइन अब यहाँ जापानिज फुच्चीहरूसँग गरेर ल्याङ हान्ने हो भनेको अब चढ्न पो सकिन्छ कि सकिँदैन भन्ने तिनीहरू अगाडिबाट गयो होला क्या त्यहाँ हामी फुटबल खेल्ने चौरमा यहाँ आएर भनेर माछा छ कि छैन यहाँ हेर न माछा त छैन है हामी मार्दैन किनेर खाइहाल्छ नि राडी असराहरूले त्यो त भन्नु हुँदैन छाडा बोले सारी गोमेन्ने मोसी आके गोजाइमासेन त्यस्तो हो क्या